वेलकम टु यो भनेको मत्स्यनारायण मन्दिर चन्द्रगिरी नगरपालिकामा पर्छ होइन। यहाँ यस्तो भिड छ होइन, मान्छेहरू यति आउँछन् होइन। यहाँ ऊ त्यहाँ पौडी खेल्ने ठाउँ त्यहाँ छ होइन, यस्तो भिड छ। तर माथि लाइनहरू ऊ त्यहाँ माथि देखिरहेको नि, त्यहाँ चाहिँ मान्छेहरू यहाँ चाहिँ यस्तो माछाहरू देखिरहेको माछाहरू पनि देखिरहेको छ। यस्तो राम्रो ठाउँ छ होइन गाइस, यस्तो राम्रो ठाउँ छ। यस्तरी देखिन्छ होइन। यहाँ मान्छेहरू फोटो खिच्नको लागि यहाँ एकदम तत्पर भएर आइरहेको। ऊ त्यहाँ माथिको मन्दिर पनि ठुलो मन्दिर त्यहाँ छ। अनि यहाँ तल चाहिँ पौडी खेल्ने ठाउँ कि नुहाउने ठाउँ। यहाँ प्रायः जस्तो महिलाहरू आएर नुहाउँछ तपाईँ गर्ने काम चाहिँ ऊ त्यहाँ तल गर्छन् होइन। यस्तो विभिन्न टाइपको परिकारको खानेकुरा पनि उति नै पाउँछ यहाँ। यहाँ होइन यस्तो यहाँ यहाँ चाहिँ यो मत्स्यनारायणको मन्दिरमा भिड होइन। यहाँ विभिन्न टाइपको परिकारहरू होइन, विभिन्न टाइपको एकदम लोकल फुडहरू छ होइन। यहाँ भने यतापट्टि सबै लोकल फुडहरू मात्रै पाउँछ होइन। लोकल फुडहरू यहाँ यिनीहरू इमेल्ची यिनीहरू सब लोकलहरू हुन् क्या। यहाँ पनि लोकलहरू सबै यो सब यहाँको मान्छेहरू पनि यस्तो भिड छ होइन। माथि छन् मान्छेहरू। सब यहाँ मालासालाहरू सब गाइजहरू यति धेरै मान्छेहरू छ नि होइन। आमाहरू आउँदैछन्, आमाहरूलाई यहाँ आमाहरू थकाइ लगाएर यहाँ उनीहरू चाहिँ मर्ने टाइपको भएको कि हामी बिहान नै 7 बजी आएको। ऊ लाइन माथि त्यहाँ छ। रमाइलो भइरहेको छैन आमा यहाँ? रमाइलो मत्स्यनारायणको यहाँ दर्शन गर्न आएको। भक्तजनहरू धेरै लाइनमा बसिराख्नु भएको छ। भक्तजनहरू बुढा आमा ज्येष्ठ नागरिकहरूको त्यहाँ माथि छ लाइन। हजुरले कस्तो भइरहेको त अहिले? मलाई त एकदम आनन्द हो।